बवाल छ है तर किरण दाइ खोइ त अनि यसो हेलो हाई हामी राजकोटतिर है अहिले अब पालिकाबाट राजकोट जाँदैछौँ हजुर हामी जन्तीपुरमा दाइ के भन्दै होला भाइ भाइ के दाइ के भन्दैन मेरो भ्लगमा हेलो सबैजनाले मेरो भाइको भ्लगलाई सब्सक्राइब लाइक अनि बेल आइकनलाई पनि बजाइदिनु न टिङ्गो पारेर घन्टी हैन अहिले हामी चाहिँ अब माछा पार्ने भोट पनि घन्टीमा पारेर हजुर होला अनि हामी चाहिँ अहिले बहिनीलाई पुर्याएर टक्क हैन रमाइलो गरेर भित्र बेलुका आएर फर्किँदैछौँ अब गएर एकछिनमा ऊ त्यहाँ तल एउटा सानो हाम्रो नदी छ त्यसमा चाहिँ गएर हामी फिसिङ गर्छौँ त्यो पनि आउँछ भिडियोमा हेरेर रमाइलो चाहिँ हजुरले पनि गर्न सक्नुहुनेछ भिडियोलाई कस्तो लाग्यो प्रतिक्रिया पनि दिनु होला हेलो गाइज यो चाहिँ काफलको रुख हो यो चाहिँ कामलको रुख है अहिले फल्ने बेला चाहिँ भएको छैन यहाँ बाटो पनि यस्तो छ यो भनेको ऐसेलु हो ऐसेलु यो भनेको तिलखुडो भन्छ यसलाई चुत्रो भन्छ तुत्रो कि तिलखुडो भाषागत फरक होला एउटै हो अङ्कल मुक्त अङ्कल के भनिदिनु पऱ्यो क्या जाओस् न यसो भ्लगमा चाहिँ के भन्नु पऱ्यो कि ए नौरीलाई तराई गरेर लाउँला पुरानी पहाड हुन्छ हेलो भनिदिनु अङ्कल हेलो अनि भन्नु न के यसो भोट केमा हाल्ने अङ्कल यसपालि घन्टी है घन्टीलाई चाहिँ देशभरि जिताउनु पर्छ क्या हो कि भन्नु त त्यही उठ खाने काम पनि गलत हो रे यति हाम्रो टोली छ है यहाँ पुरै जम्मू ल सबैजनाले के बोलेर जाउँ है एक एक गरेर हो ल ल अङ्कल के भनेर जाउँ जय घन्टी ल ल घन्टी ल भन जय घन्टी हामीसँग हुनुहुन्छ यहाँ दाइहरू होइन अब चाहिँ हामी माछा मान्ने हो नानु माछा चित्त खाने बेला खाइदियो गाईहरू माछा नभए पनि चित्त बुझाउने कुरा चाहिँ हाम्रो यस्तो छ आज प्रधानमन्त्रीले भन्दा ठुलो पद पाइहाल्छ जय घन्टी जय घन्टी तर जित्नु पर्यो क्या घन्टीले जित्छ क्या रुच्चे काका एउटा छन् पछाडि छन् तिनलाई पनि सोधिहाल्नु है ल मुक्ति अङ्कल ल हाम्रो अङ्कल हुनुहुन्छ यहाँ हाम्रो ग्याङ मध्येको एकदम वरिष्ठ क्या वरिष्ठ मान्छे हुनुहुन्छ उहाँले चाहिँ के भनिदिनुहुन्छ जाओस् त मेरो काकाको एकदम बेस्ट बोलाउन ल काका तपाईँको विचार के छ र भन्नु न हामी अहिले फागुन 21 गतेको लागि चाहिँ हामी दौडमा छौँ हजुर तर हामी राजकोटबाट चाहिँ सान्नी हुँदै फेरि राजकोट फर्किने क्रममा छौँ र यो आज सान्नी त्रिवेणी गाउँपालिकामा चाहिँ मान्छेहरूसँग भेटघाट गर्दै इन्फर्मल तरिकाले चाहिँ रासोपालाई चाहिँ सपोर्ट गर्नको लागि चाहिँ हामी फागुन 21 गतेको लागि चाहिँ अत्याधिक बहुमतका साथ विजय गर्नको लागि चाहिँ हामीले चाहिँ सान्नी त्रिवेणी गाउँपालिकाका धेरै समर्थकज्यूहरूलाई चाहिँ हामीले रिक्वेस्ट गरेका छौँ त्यहाँको सान्नीको माहौललाई चाहिँ तताउने कसरी चाहिँ विपक्षी पार्टीका कार्यकर्ताहरूलाई चाहिँ आफ्नो पार्टीमा ल्याउने र चाहिँ चुनावको लागि चाहिँ कसरी सक्रिय रूपमा चाहिँ लागेर अगाडि बढ्ने र हाम्रो भक्रान्तलाई चाहिँ जिताउँ यो चुनावमा चाहिँ कसरी सङ्घीय सांसदको चाहिँ टिकट पाएको उपलक्ष्यमा हामी चाहिँ धेरै खुसी हुँदै गर्दा जितको अग्रिम शुभकामनाका सहित हामी सबै युवा केटाहरूलाई चाहिँ हामी चाहिँ अहिले लागि परिरहेका छौँ र अन्तमा शुभकामना भन्न चाहन्छौँ है जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय भक्रान्त सान्नी त्रिवेणी भर्सेस राजकोट नगरपालिकामा हामी प्रवेश गर्दै सान्नी त्रिवेणी हेर्न सक्नुहुन्छ यहाँ एक बबाल झरना आउँदैछ अगाडि ल अगाडि हाम्रो झरना पनि आउँदैछ है के भनिदिनुहोस् न झरनाको बारेमा एकदम 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 साथीहरूले झर्ना छ भनेर घुम्न गएको होइन यो चाहिँ हाम्रो पर काउले खेला एउटा छडा जस्तो रहेछ होइन वास्तवमा त्यो झर्ना हो भने यहाँ अगाडि हामीले तपाईँलाई देखाउँछ त्यो कस्तो झरना उता चाहिँ राजकोट नगरपालिका यता चाहिँ सान्नी त्रिवेणी उता चाहिँ राजकोट नगरपालिका यता चाहिँ सान्नी त्रिवेणी काका तारिफ ल हेर्नु सक्नुहुन्छ झरना हेर्नु सक्नुहुन्छ ऊ ल गाउँपालिकाको एकदम सुन्दर अनि प्रकृतिले चाहिँ एकदम प्रकृतिको नजिक ठिकै छ भन्नु न
एउटा झरना हो नाम चाहिँ काभ्रे खोला भन्छन् काभ्रे खोलामा उपस्थित यो झरना चाहिँ हामीले चाहिँ हाम्रो भास्करबाट चाहिँ प्रत्यक्ष देख्ने गरेका छौँ तर आज यहाँ आएर चाहिँ यसको अवलोकन गरियो र साँच्चीकै प्रकृतिको नजिक एकदम सुन्दर झरना छ तपाईँहरू पनि पहिले चाहिँ आउँदै गर्दा यो झरनाको चाहिँ अवलोकन गर्दै यसको सुन्दरताको चाहिँ महसुस गर्नुहोला त्यही भन्न चाहन्छौँ र अन्तमा चाहिँ हाम्रो उतापट्टि एउटा सानो झरना छ हामीले चाहिँ उतापट्टि चाहिँ अलिक ठुलो झरना छ त्यहाँ है त्यो झरना चाहिँ हेर्नुको लागि एकदम मनमोहक छ सुन्दर देखिन्छ सबैजनालाई चाहिँ हाम्रो ठाउँमा आएर चाहिँ यो झरनालाई चाहिँ एकचोटि भिजिट गर्नु होला अनि प्रकृतिको चाहिँ दृश्यलाई निहाल्न सक्नुहुन्छ प्रकृतिको एउटा सुन्दर हाम्रो झरना आएर तपाईँले चाहिँ एकछिन भिजिट गरिदिनु होला हस् हेर्नु त ऊ माथि त्यहाँ मौरीले पुरै त्यहाँ घार लगाएको हुन्छ त्यो चैत वैशाखतिर चाहिँ तान्छन् त्यहाँ जेठतिर चाहिँ त्यहाँ लडासडा लगाएर तान्छन् है यो गाई हेर्नु न त्यस्तो डेन्जर ठाउँ छ कि त्यहाँ त्यहीँ गएर नि मान्छेले चाहिँ तानिदिइहाल्छन् है त्यहाँ हिमालय म्याट भनी भनेको यही हो त्यो पानी घट्छ हुन्छ यसलाई हामी अब अगाडि ठाउँ छ कि हेर्नु न उता ऊ यस्तो भिड छ है क्या बवाल दृश्य आइरहेको छ हेर्नु त उता गाइस त्यहाँ चाहिँ तानिदिन्छन् क्या महर चाहिँ गर्नु त दाइ हेर्नु न त्यहाँभन्दा पनि धेरै नै हुन्छ होला दाइ पछि झरना चाहिँ यो है गाइस स्पेसल झरना चाहिँ यही नै हो ल अहिले क्या बबाल आइरहेको छ हेर्नुहोस् न वाउ है